हेलो नमस्ते। आज चाहिँ म चितवनको ठ्याक्कै खैरनी नगरपालिका वार्ड नम्बर 9 मा पर्ने खैरनी वर्ष बजारमा जाँदैछु। यहाँदेखि लगभग मलाई 5 देखि 6 किलोमिटर जति पर्छ। म चाहिँ आज एकदमै इन्ट्रेस्टिङ लाग्यो। मैले पहिलादेखि पनि मेरो बाइकको अगाडि मैले महादेव नेतामा चाहिँ नाम लेख्ने गरेँ थिएँ। त्यो कारणवश मेरो चाहिँ निक्लिनु भयो। आज चाहिँ एक्कासी मलाई चाहिँ भित्र मनैदेखि हान्ने भनेर म चाहिँ जाँदैछु। मैले चाहिँ त्यहाँ गएर मैले चाहिँ आफ्नो डिजाइनमा त्यहाँ चाहिँ भगवान्को आस्था भक्ति मैले चाहिँ एउटा सानो स्टिकर लगाउने आज चाहिँ मैले जमर्को गरेको छु। मैले यहाँ पुग्ने आँटेको छु। अब चाहिँ हजुरहरूले चाहिँ मैले लगाएको भने चाहिँ कस्तो लाग्छ अनि लाइक कमेन्ट गरिदिनु होला। एकैछिन वेट गर्नुहोस्। अब बाँकी म चाहिँ केही नगरिकन सिधै तपाईँलाई म पुगिसकेको छु। अब चाहिँ ठ्याक्कै म देखाउन जान्छु। ल हेर्नुहोस् है त कस्तो लाग्छ भन्नु होला।